Hello everyone, welcome back to my mini vlog. आज चाहिँ सरस्वती पूजा अनि म चाहिँ बिहानै उठेर नुहाएँ अनि यस्तो जाडो भयो थियो नि अनि त्यसपछि मम्मीले चाहिँ चिया खाएर जाऊ भन्नुभयो। चियाले चाहिँ केही पनि हुँदैन भन्नुभएको थियो अनि त्यसपछि एकछिनमा चाहिँ म स्कुल पुगिसकेको थिएँ अनि त्यहाँ चाहिँ यसो नाटक पारेर भिडियोहरू लिएँ अनि म तपाईहरुलाई चाहिँ मेरो स्कुलहरू पनि देखाउँछु। यो चाहिँ मेरो क्लास हो अनि त्यसपछि म स्कुल पनि देखाउँछु भनेर चाहिँ तपाईहरुलाई बाहिरको भ्यू देखाउँदैछु अनि यता चाहिँ हाम्रो क्लासको राम्री अनि त्यसपछि फेरि भित्र आएको तिनीहरू त हाँस्छन् हे भगवान्। त्यसपछि ल गाइस बाई बाई भन्दै अनि एकछिनमा भेटौँला भन्दै अनि म घरतिर लागेँ। म एकछिनमा घर पनि पुगिसकेको थिएँ अनि यत्तिकै खानसाना खाएर कपडा धोएर बसिरहेको थिएँ अनि मम्मीहरू चाहिँ बाहिर घाम तापेर गफ गर्दै बस्नु भएको रहेछ अनि एकछिनमा चाहिँ हामी आन्टीको घरतर्फ लाग्यौँ बिकज अलिकति खाना खान बोलाउनु भएको थियो कि सो त्यही भएर अनि त्यहाँ चाहिँ तोरीको गट्टा भन्ने हो कि के हो रहेछ अनि म त्यहाँ खेलेँ अनि एकछिनमा मम्मीले चाहिँ त्यहाँ तरकारी पकाउनु भएको रहेछ अनि एकछिनमा हाम्रो नास्ता पनि पाइसकेको थियो अनि त्यसपछि मम्मीले चाहिँ हामीलाई कोक हालिदिइसक्नु भएको थियो अनि त्यसपछि उहाँहरू सबैजना बस्नु भएको थियो अनि मैले चाहिँ मम्मीलाई चम्चाको स्टेसन देखाइदिइरहेको थिएँ अनि त्यसपछि ल खाम है त भनेर वान बाइट लिएँ। सो त्यही हो गाइस, थ्याङ्क्स फर वाचिङ, बाई बाई, लभ यु, किप सपोर्टिङ, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला, बाई बाई।